गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो फर्स्ट एनिभर्सरी। सो उहाँ चाहिँ यसरी अब रेडी हुँदै हुनुहुन्छ। ह्याप्पी एनिभर्सरी बुढी। अनि फेरि सेभ डे भन्नु पर्दैन। अनि फोटो हामी यो भ्लगमा चाहिँ हामीले एनिभर्सरीमा के गर्छौँ, कसरी सेलिब्रेट गर्छौँ भनेर राख्छु। छैन छैन ल दाइ ल है त आज बिदा हो। ह्याप्पी एनिभर्सरी। ल यहीँ आएर हामीलाई राखेको थियो सबभन्दा पहिला बिहा गरेर आउने बित्तिकै यसरी नै राखेको थियो अनि आज यहाँ अब रमाइलो गर्नुपर्छ। चलो चाहिँ हाम्रो यहाँ फोटो छ। यो फोटो रिचीले बनाएको होइन, रिचीले बनाएको थियो होइन। सो यहाँ चाहिँ हाम्रो यो प्रि वेडिङको फोटो जस्तो छ। गर्नु गर यसलाई के भन्छ मम्मी? यसलाई के भन्छ मम्मी? अनि कहाँ साइडहरू बाहिर बसेको साइडहरू भएर बाहिर। ल पापा ह्याप्पी एनिभर्सरी हजुरलाई। बत्ती जलाऊ, पूजा गर त्यहाँ। पूजा गर तल आऊ। उता थियो कि अब बल्ल आयो। बत्ती जलाइदिएको हुन्थ्यो नि। रजत हजुर अहिले बसिन्छ अनि झन् कहाँसम्म लिएको होला नि हिरा मोती सुन हो के म बिना मलाई हो के त्यो हो यहाँ चाहिँ म एकदम खतरा भर्खर बिहा भयो जस्तो छ। ल मामा ह्याप्पी एनिभर्सरी। मामा पनि हो। हामी चाचा चाचीकोमा गएर आउँछौँ अनि लगाऊँ है मामा। नयाँ जस्तो नयाँ त मलाई अहिले पनि नयाँ नै लाग्छ। मतलब भनेको बुझन म 25 वर्ष बसेको त होइन नि त, म पहिला 1 वर्ष त बसेछु। तर पनि आज चाहिँ म मेरो बिहाको नेक्स्ट डे जस्तो फिल भएको थियो। मलाई त्यस्तै फिल भइरहेछ। मजा आयो। स्पेसल फिल भइरहेछ। प्लस फेरिको पनि भन्छ के यो किचनमा पनि केही थाहा नपाएर कप कता छ पानी कता छ भन्ने जस्तो भइरहेछ कि त्यो अब हामीलाई चाहिँ आमाले यो माला एकदम लगाएरै जाऊ भन्नुभयो। सो हामी अब आमाको कुरा राखेर माला लगाएर हिँड्छौँ अब होल भैरवमा। कसैले उम्मेदवार भनेर नझुक्किनु होला। भाइ गेट खोलिदिनु। 1 इयर होइन कति छिटो गयो भन्ने कि ढिलो गयो भन्ने सोच्यो भने चाहिँ एकदम धेरै समय भयो जस्तो फिल हुन्छ। तर त्यो सबै इन्सिडेन्टहरू बिहाको दिन यो सबै स्पेसिफिक इन्सिडेन्टहरू सम्झिँदा चाहिँ ला कति छिटो गएको। 1 वर्ष भइसक्यो। टाइम अलिकति कुरे हुन्थ्यो टाइमले जस्तो हुन्छ। तर एकदम छिटो जाँदो रहेछ टाइम। सम्झिँदा फेरि चाहिँ खै गइहाल्ने, केही पनि नकुर्ने। आजको दिन पनि जान्छ, भोलिबाट अर्को काउन्टडाउन सुरु हुन्छ। यस्तै रहेछ। टाइम पास भएन भने फेरि राम्रो नराम्रो केही पनि पास हुँदैन। टाइम ह्याज टु पास। तर राम्रो मेमोरीको राम्रो टाइम अलि समयसम्म रहोस्। ओके ल त्यही हो। आज फर्स्ट इयर एनिभर्सरी बिहा भएको दिन यस्तो पानी परेको थियो त्यो दिन। ओ माई गड, म बिहान 3 बजे उठेको थिएँ पार्लर जानलाई। बिहानदेखि झमझम कस्तो एकदम नराम्रो लाग्ने गरेर पानी परिरहेको थियो। पार्लर गएँ, आउने बेलासम्म रोकिन्छ
होला भन्ने सोचेको थिएँ, त्यो पनि रोकेन। पानी परेको परे अनि आएर म 8 बजे पार्लरबाट आएको थिएँ, म 8:30 बजे जन्ती गेटमा आइसकेको थिएँ। म न फोटो खिच्न पाएँ, यो मेरो सधैँभरिको कम्प्लेन हुनेवाला छ। न म फोटो खिच्न पाएँ, न म राम्रोसँग पूजा गर्न बसेको थिएँ। अनि जन्ती राउन्ड भयो, फेरि जन्ती पनि बाहिर पानीमा भिजिरहेछन्। अनि ल छिटो पूजा गर्न आऊ भन्नुभयो, 2-4वटा फोटो खिचेँ। अनि त्यसपछि त खै जन्तीवालाहरूलाई नि के हतार हो, यति हतार माइ गड। अनि हतार बिहा भयो, के भयो मलाई राम्रोसँग याद पनि छैन। घर आएँ, यहाँ आउँदा 7 बजी थियो। एज सुन एज भैरवा टेके, अनि यस्तो भैरवा टेक्ने बित्तिकै देवकोटा चोकमा सबैजना हामीलाई लिन बस्नुभएको थियो। हामी झरेर लाइक 5 मिनट पनि बसेन होला, यति ठुलो पानी पऱ्यो। त्यत्रो पानी मैले भैरवा आएदेखि मैले थाहा नै पाएको छैन कि 1 वर्षमा। पुरै पानी पऱ्यो, 10 मिनटमा सब भैरवा पुरै डुबान है। अनि घर गएँ, उसको अर्कै प्लान रहेछ, मलाई थाहा थिएन, तर मैले थाहा पाइसकेको थिएँ उसको अनुहार हेरेर। अनि पानी 10 मिनटको लागि अलिकति कम मात्र भएको थियो। छिटो पड्काउन छ भनेर पड्काइहालेँ। पटका पनि पानीको छिट्टाले गर्दा बम जस्तो पड्कियो। अनि त्यसपछि त्यो पटका पनि पड्केर सकिनु, त्यसपछि ननस्टप पानी पऱ्यो अर्को दिन बिहानसम्म, ननस्टप के सब पुरै भैरवा डुबेर। दादाले भन्नुभएको थियो बिहान जाँदा फेरि गाडीको आधा हाल्थ्यो अरे क्या पानी। अनि त्यस्तो पानी पर्थ्यो। आज पनि म उठ्ने बित्तिकै पानी पऱ्यो कि भनेर हेरेको थिएँ कि। ल त्यही हो मेरो भन्नु, केही छैन अरू। मेमोरी फेड नहोस्, मेमोरीलाई अलि लामो समयसम्म दिमागमा राख्न सकौँ जस्तो हुन्छ, सकिँदैन। त्यही भएर पनि मैले यो ब्लगिङलाई सपोर्ट गरिरहेको छु रेजलको, कि यो मेमोरी कमसेकम पछि चाहिँ हेर्न पाइन्छ, दिमागबाट फेड भयो भने। युट्युब विल किप आवर मेमोरी अलाइभ। ओके बाई।